70% अरब मुस्लिम अनि बाँकी 30% जाजावा र फुज जस्ता जनजातिहरू बसोबास गर्ने अफ्रिकी मुलुक सुडानमा करिब 5 करोड मानिसहरू बसोबास गर्दछन्। प्राकृतिक स्रोतले भरिपूर्ण देश आज गरिबीको चपेटामा च्यापिनु तथा 21औं शताब्दीको सबैभन्दा खराब मानवीय विपत्तिसम्म गुज्रनु यो केवल एउटा संयोग मात्र होइन। अफ्रिकाको तेस्रो सबैभन्दा ठूलो सुन उत्पादक मुलुक जसले वर्षौनी करिब 60,000 केजी सुन उत्पादन गर्छ। यदि यो अङ्कलाई नेपाली रुपैयाँसँग तुलना गर्ने हो भने करिब 111 करोड 96 लाख 30 हजार हुन जान्छ। यतिका अथाह सम्पत्तिका बावजुद यो मुलुकले विकासको गति नदेख्नु र बारम्बार आन्तरिक कलहमा फसिरहनु पछिका कारणहरू आज म तपाईहरूको सामु उजागर गर्ने प्रयास गर्नेछु। सन् 1879 देखि 1956 सम्म ब्रिटिस र इजिप्टले संयुक्त रूपमा राज गरेको यो मुलुक दशकौंमा विकसित भएको राष्ट्रवादी आन्दोलन पछ्याउँदै अन्ततः सन् 1956 जनवरी 1 मा एङ्ग्लो इजिप्सियन कन्डोमिनियम पन्छाउँदै स्वतन्त्र राष्ट्रको छवि विश्व सामु प्रस्तुत गर्न सफल भयो। करिब 2 वर्षसम्म इस्माइली अजहर प्रधानमन्त्री भए तापनि यो अवधि चाँडै नै राजनैतिक गुटबन्दी, भ्रष्टाचार र स्थायी संविधानमा सहमत हुन नसक्नु वा गैर मुस्लिम दक्षिणका चिन्ताहरूलाई सम्बोधन गर्न नसक्नुको कारणले खलबलिन थाल्यो, जसले गर्दा सन् 1955 मा पहिलो गृहयुद्ध सुरु भयो। त्यसपछि सुडानको सरकार कहिले पनि स्थिर हुन सकेन। स्वतन्त्र राष्ट्र भए तापनि यहाँ धेरै जसो सैनिक शासन हावी हुन थाल्यो। यसरी आन्तरिक गृहयुद्ध र अस्थिरता हुनुको फलस्वरूप सन् 2011 मा एकीकृत सुडान 2 भागमा विभाजन भई साउथ सुडानको निर्माण हुन पुग्यो। सिङ्गो राष्ट्र टुक्रिनुका साथै राजनैतिक समस्याको हल निस्किन नसक्नुको कारण सन् 2019 मा सरकार विरुद्ध सुडानीज जनताहरू विरोध प्रदर्शनमा उत्रिन बाध्य भए। सडक तताइरहेका जनताको चाहना विपरीत आर्मी जेनरल अब्देल फतह अल बुरहान र पारामिलिट्री ग्रुप ऱ्यापिड सपोर्ट फोर्सेसका लिडर जेनरल हेमडीटी मिली जनताको विरोध प्रदर्शन हाइज्याक गरियो। करिब 2 वर्ष संयुक्त रूपमा कार्यवाहक सरकार चलाएका यी 2 जेनरल मध्ये अल बुरहानले तत्कालीन सरकार विघटन गरी सबै सत्ता शक्ति आफ्नो कब्जामा लिन पुगे। सेनाले आरएफएस लाई एकताबद्ध गरी आर्म्ड फोर्सेसमा मिसाउन खोज्नु नै यी 2 शक्ति बीच फुटको आधार तय हुन पुग्यो। सन् 2023 अप्रिल 15 मा 2 बीच युद्ध छेडियो। आरएफएस द्वारा लडाईँको सुरुवातमा नै राजधानी खार्तुम र प्रेसिडेन्सियल प्यालेस कब्जा गरियो। यो गृहयुद्धमा परि अहिलेसम्म 1.5 लाख मानिसहरूको मृत्यु हुनका साथै 1 करोड भन्दा बढी मानिसहरू घरबारविहीन भइसकेका छन्। तत्कालीन अवस्थालाई मध्यनजर गर्दै वर्ल्ड फुड प्रोग्रामले सुडानमा चाँडै नै सबैभन्दा ठूलो भुकमरी आउन सक्ने बताइसकेको छ। हालसम्म विश्वमा जहाँ जहाँ गृहयुद्ध भएका छन् त्यहाँ बाहिरी शक्ति हावी हुने गरेको आम रूपमा देखा परेका छन्, जस अनुरूप सुडान पनि अछुतो रहन सकेन। एमनेस्टी इन्टरनेसनलका अनुसार सुडान गृहयुद्धमा रसिया, टर्की, युएई र चाइना जस्ता देशहरूले दुवै पक्षमा ठूलो मात्रामा हात हतियार उपलब्ध गरिरहेको बताइएको छ। तसर्थ सुडानमा भइरहेको गृहयुद्धमा विदेशी शक्तिको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट हुन्छ। यहाँ गृहयुद्ध रोक्ने प्रयास नभएको होइन। विभिन्न देशहरूमा वार्ता गरिए तापनि पूर्ण रूपमा युद्ध रोक्न सहमति जुट्न सकेको छैन। यद्यपि सेनाले अस्वीकार गरेको 3 महिनाको मानवीय युद्ध विराम अमेरिका, इजिप्ट, युएई र साउदी अरबियाको प्रस्तावमा आरएफएस द्वारा स्वीकार गरिएको छ। अन्त्यमा एल विश्वविद्यालयको ह्युमनिटेरियन रिसर्च ल्याबले सन् 2025 अक्टोबर 27 मा सुडानको एलफासर सहरको स्याटेलाइट तस्बिरहरू जारी गर्यो, जसमा मृत शरीरका धेरै थुप्राहरू र धेरै मात्रामा रगत फैलिएको कारण नजिकको क्षेत्र नै रातो देखिएको थियो।